हेलो साथीहरू, हामी चाहिँ अब खाना खाएर मार्केट जान लागेको। अब अलिअलि डाइसोतिर गएर अनि ओके मार्टतिर गएर यसो सामान किन्न लागिरहेको। आज चाहिँ बिहानदेखि हिउँ परिरहेको छ यता साउथ कोरियामा चाहिँ। अनि यहाँ पछाडि साथीहरू छ दुईजना साथीहरू, अनि अगाडि दुईजना छ। अनि ऊ चाहिँ गाउँलीदेखि नै हो। सबैजना सञ्चारमा हुनुहुन्छ अनि आशा गर्दछु। सबैजनालाई कोरियाबाट विनम्र नमस्ते। अनि अरू त अब के भनौँ र, खै वेलकम टु साउथ कोरिया युनिभर्सिटी। हिउँ खेलिरहेको छ, एकदम हिउँ परिरहेको छ यता चाहिँ है बिहानदेखि। अनि एकछिन स्टप भएको थियो अघि नै 2-3 घन्टा जति, अनि फेरि सुरु भइसकेको छ हिउँ पर्न। हामी चाहिँ तल त्यहाँ गाडी त्यहाँ जान लागिरहेको छ, त्यही भएर हामी भाग्दैछ। मैले चाहिँ है साथीहरू भागम लेट्स गो र ऊ त्यहाँ तल फेरि गाडी भागिहाल्छ, नत्र फेरि हाम्रै 2800को तिर्नुपर्छ। हामी 1450को गाडीमा जान लागिरहेको छ। मैले चाहिँ अहिले चाहिँ मार्केट गएर भेटौँ ल है साथीहरू। ल यस फाइनल्ली हामी चाहिँ अब स्टेसनमा पुग्न लाग्यौँ है साथीहरू। कहाँ हो साथी हाम्रो स्टेसन? 502 मा कि 501 मा हो। यहाँ त्यस्तो गाडी नम्बरहरू लेखेको हुन्छ है कोरियामा चाहिँ। ठिक 29-1 मा भनेपछि तलबाट लाग्ने होला, हामी चाहिँ फाइनली गाडीमा चढिसक्यौँ। साथीहरू यता हुनुहुन्छ, यहाँ एकजना। अनि यस्तो छ कोरियाको चाहिँ होइन, यहाँ चाहिँ यस्तो कार्ड हुन्छ, यो कार्ड चाहिँ स्वाइप गरेर जानुपर्छ। यस्तो छ, अलि अर्कै छ उसको चाहिँ। कोरियामा चाहिँ बाहिर हिउँ परिरहेछ, बाहिर छ। हामी चाहिँ सायद अब लगभग 10 मिनट ट्राफिक जाममा परेन भने अनि 15 मिनटभित्रमा चाहिँ हामी मार्केट पुग्छौँ। अनि मार्केट यसो घुमाउँ ल, त्यस्तै ठुलो मार्केट होइन, अलिकति सानोतिनो। गाइस यो चाहिँ गन्जमको नेपाली मार्ट छ है, तर अलिकति एक्सपेन्सिभ छ। हामी चाहिँ मार्केट आइसकेछौँ। अगाडि दुईजना गइरहेका छन् अनि हामी चाहिँ यता हिँड्नु आएका छौँ 4 जना लङ्गुर जस्तै बनाउनु भएर। अब अलिकति अगाडि जाँदैछौँ। यस्तो छ मार्केट। साथीहरूले चाहिँ स्ट्रिट मार्केट पनि जाने भन्ने कुरा गरिरहेको छन्। अब कस्तो हुन्छ हेर्दै जाऊँ। यो चाहिँ एकदम अनि यस्तो छ, हाँसेको छ। च्यानलको नाम सुरज थापा मगर छ। फलबहादुर.com मा सब्स्क्राइब गरिदिनु होला। उहाँजीको इन्स्टाग्राम छ भने उहाँजीको इन्स्टाग्राममा पनि फलो गरिदिनु होला। अनि सब्स्क्राइब गरेर अनि बेल आइकन थिच्न नभुल्नु होला। धन्यवाद। ओके, यति चाहिँ छ के फेरि मैले प्रमोसन गर्ने मान्छे पालेछु। महिनाको 1000 हुन्थेर। हाम्रो दुईजना चाहिँ अगाडि पुगिसकेको छन् जाने भने। अब मकैको के समथिङ छ। विवेक देवकोटा भन्ने चाहिँ यही हो, हाम्रो ग्रुपको सबभन्दा छट्टु 1 नम्बरको न्युज कहानी ल्याउँछन्, त्यही पनि फैलाइदिन्छन् झुटो आरोपमा। कसैले नि विश्वास गर्दैनन्, फसाइदिन्छन्, लप्काइदिने हो। यस्ता मेरा साथीहरू एकदम मलाई चाहिँ सोझो भनेर हेपिरहेछन्। यहाँ स्ट्रिट मार्केट भेट्यो एउटा सानो यस्तो छ नेपालमा जस्तै। त्यो इन्डियनहरूले बेचिरहेको हुन्छ नि, त्यस्तै टाइपमा बेचिरहेको। तर यहाँ हल्ला चाहिँ गर्दैनन्, किन्नु न दाजु भन्दैनन्। जबरजस्ती छैन। हिउँ परिरहेको छ साथीहरू, आँखामा लगाएको छौ। यो मेरो करण साथी एकदम खतरा छन्। कुकिङ चाहिँ एकदम स्किल खतरा छ। यो साथीले मिठो खाना खाउँछन्। भोलि फेरि मुखले पछि भोलि अन्डा यस्तो मार्केटमा राखेका छन्। नेपालमा भएको भए चोरी सक्थ्यो होला, तर यहाँ चोर्दैनन्। हामी स्ट्रिट मार्केटमा छिरेको, तर आज चाहिँ केही राखेको छैन जस्तो छ। त्यही हो स्ट्रिट मार्केट भनेको चाहिँ। कति हो क्यापहरू छ 1000 वनमा, ट्र्याकहरू छ। यस्तो छैन। यो ठिक हुन्छ 15000 मा छ। यस्तो ट्र्याक हुन्छ, तर यहाँको अलि भ्याङ्लो हुन्छ। यहाँको सबै उलाउँछ नि त।
हेरिरहेको छन्। कति हो त्यो? 2300 को नेपाली भयो साथी, जाम नकिन्ने नेपालबाट। स्ट्रिङ मार्केटमा चाहिँ अलिकति कम हुँदो रहेछ प्राइस बाहिरी मार्केट भन्दा। साथी कफी खान जाम। आज ऊ भएर के पानी परेको के हिउँ थियो। हामीले अस्ति भेटेको थियो हामी आउने बेला नि। अब कफी खानलाई आएको यहाँ हामीसँगै आएको हैन ल, म छुट्टै हो। म एक्लै आएको ठाउँमा 4 जना यता अनि एकजना चण्डाल्ने यता। कफी त बन्दैछ, हामी चाहिँ अहिले अब बसिरहेको छौँ एकदमै जाडो भएर कफी खान आइरहेको यहाँ। धेरै त त्यस्तो महँगो होइन, जब 1500 भन्छ नेपाली 150 पऱ्यो, सस्तै हो भनौँ। जाडो जाडो भइरहेछ कफी खाएर टक्क। हाम्रो चाहिँ नेपाली वेटर काम गर्दो रहेछ नि, कफी यस्तोमा आएको छ। एकजना फेरि आयो कफी। हस् थ्याङ्क यू मेरो वेटर साथी। आज यस्तो छ 150 रुपियाँको कफी। प्राइस हेरेर ठिकै छ, तर कस्तो छ त्यस्तै थाहा छैन। एक्सपेक्टेसन भर्सेस रियालिटी भयो भने चाहिँ त्यो भन्न सकिँदैन। कस्तो छ साथी कफी परिएको? मेरो साथी साथी हेर न कति विवेक सुन व्यस्त छ। अनि यिनीहरू चाहिँ स्न्यापमा स्न्याप गरिरहन्, के गरिरहन्। साथी कस्तो छ कफी? बन्छ। अर्जुन करण आउँछ त कफी बन्ड भनेर चाहिँ म चाहिँ बोल्ड सुन्छु। ओके मैले नि खाइरहेको छु पछाडि चाहिँ। अब कफी खाएर यता कस्तो लागिरहेछ आजको दिन? कफी कस्तो लाग्यो? ठिकै लाग्यो। सुदीप साथी के छ? कोरिया कस्तो लागिरहेछ नि त? ठिकै लागिरहेछ। ठिक छ। अनि हाम्रो यहाँ छन्। अनि तपाईलाई कस्तो लागिरहेछ? मलाई चाहिँ अलिअलि जाडो लागिरहेछ होइन। यस्तै छ। कफी खाइयो टक्क। कफी मात्रै खायो? कफी खाएँ। अनि अर्को के हो ब्रेड जस्तो देखियो। ए हजुर त साह्रै लजाउनु हुँदो रहेछ त्यो क्यामेरा यसो तेर्सिँदा त। लजालु छु नि त, के गर्ने यस्तै छु। ह्यान्डसम छु। छैन ह्यान्डसम त, त्यो ह्यान्डसम भन्ने मान्छेको आँखा चाहिँ फुटेको रहेछ। बेतेहरू पछि लाएर हैरान गरे होइन होइन, नाटक पार्नु भयो जस्तो छ तपाईँले। भर्खर पर्व जान्दै थियो 2-4 जनाले। के भयो भयो गफ लाउनु भयो तपाईँले। ए साइकल नै छ साथी यहाँ लानु भयो ल। हामी चाहिँ भित्र छिर्छौँ है। भित्र चाहिँ सायद क्यामेरा अलाउड छैन होला, म बन्द गर्छु है। हेलो हामी चाहिँ होस्टेलमा आइपुगेको छौँ। यहाँ हामी सामान लिएर आएको। ओके मार्टमा क्यामेरा अन गर्न दिएन, त्यो गरेन। हामीले चाहिँ टोटल्ली यो कार्टुन अनि एउटा चामल गरेर 1,63,000 अनि उसको यति सामानको अनि यति सामान गर्दाखेरि। साथी कस्तो लाग्यो आजको दिन? आजको दिन राम्रो भयो, तर कलेजमा यत्रो मान्छे देख्दाखेरि चाहिँ खल्लो लाग्यो। अहिले धेरै कलेजमा लगाइरहेछ खै किन कस्तो। अनि हाम्रो युनिट उठेको छ। अहिले चाहिँ अलिक बढी चलपल भइरहेको छ। बाई। अब म चाहिँ भ्लगिङ गर्दैछु। अर्को भ्लग हेर्नको लागि सब्सक्राइब गरिदिनु होला च्यानललाई। मेरो भरियाहरू यहाँ छन् बोक्नको लागि। हेलो बाई बाई।